हेलो साथीहरू, इन्डियाबाट नेपाल कसरी पैसा पठाउने छिटो र भरपर्दो एप खोज्दै हुनुहुन्छ भने तपाईँ सही भिडियोमा आउनुभएको छ। त्यसको लागि तपाईँले प्ले स्टोरमा जानुहोस् र प्ले स्टोरमा सर्च गर्नुहोस् सुविधा फ्यान्टास र यसमा क्लिक गरिसकेपछि यो एपलाई डाउनलोड गर्नुहोस्। मैले पहिला नै डाउनलोड गरेको छु र यसमा तपाईँको आफ्नो मोबाइल नम्बर राख्नुहोस्। इक्जाम्पलका लागि म यहाँ कुनै अरू नम्बर राखिरहेको छु किनकि मेरो पहिला नै अकाउन्ट छ। तर मोबाइल नम्बर राख्नुहोस् र यहाँ मात्रै तपाईँको जस्तो डकुमेन्टमा छ त्यस्तै नाम राख्नुहोस् र यहाँ इमेल आइडी र यहाँ तपाईँ कुन स्टेटमा बस्नुहुन्छ त्यो स्टेट राख्नुहोस् र यहाँ चाहिँ तपाईँको स्टेट राखिसकेपछि यहाँ चाहिँ तपाईँले आफ्नो स्टेट राख्नुभयो। त्यसपछि डिस्ट्रिक्ट राख्नुहोस्, कुन डिस्ट्रिक्टको मतलब कुन जिल्लामा बस्नुहुन्छ त्यहाँको पिनकोड राख्नुहोस् र साइन अप गर्नुहोस्। यति गरिसकेपछि तपाईँको अकाउन्ट रेडी हुन्छ र यहाँभन्दा पछि तपाईँले मोबाइल नम्बर हाल्नुहोस्। मोबाइल नम्बर हालेर लगइन गर्नुहोस्। लगइन गरिसकेपछि तपाईँलाई यस्तो इन्टरफेस आउँछ। यहाँबाट तपाईँ सजिलै पैसा पठाउन सक्नुहुन्छ। पैसा लोड गर्नुको लागि यहाँ लोड एड मनीमा दबाउनुहोस् र यहाँबाट तपाईँले रिचार्ज गर्ने छ भने मेन वालेटमा लिनुहोला। यदि तपाईँले रेमिट्यान्स गर्नु छ, पैसा पठाउनु छ भनेपछि रेमिट्यान्समा गर्नुहोला र यहाँबाट कन्टिन्यू गर्नुहोला। यहाँ तपाईँलाई तल अकाउन्ट नम्बरहरू देखाउँछ। यो चाहिँ तपाईँको फोन पे, गुगल पेमा हाल्दाखेरि यहाँबाट हाल्नु होला र यो चाहिँ तपाईँले मोबाइल ब्याङ्किङबाट या फिर कहीँबाट पनि हाल्न सक्नुहुन्छ। यो अकाउन्टहरू देखाइरहेछ यसमा भनेर पैसा हालिसकेपछि यहाँ तपाईँले रिक्वेस्टमा जानु होला र कुन तपाईँले युपिआई आइडीमा कुन ब्याङ्कमा हाल्नु भएको त्यो सिलेक्ट गर्नु होला। यहाँ अमाउन्ट राख्नु होला र यहाँ युटिआर नम्बर भनेको तपाईँको पैसा हालेको स्लिपमा हुन्छ। युटिआर नम्बर, रेफरेन्स नम्बर लेखेको हुन्छ, त्यसलाई हाल्नु होला र यहाँ चाहिँ पेमेन्ट मेथड सेलेक्ट गर्नु होला। तपाईँले कहाँबाट हाल्नुभयो, जस्तै युपिआई भनेपछि फोन पे, गुगल पे, अनि एनएफटी भनेपछि मोबाइल ब्याङ्किङ, आइएमपिएस भने मोबाइल ब्याङ्किङ र यहाँ क्यास डिपोजिट गर्नुभयो त्यो राख्नु होला। तपाईँले जो पेमेन्ट हाल्नुभयो त्यो हाल्नु होला। तल चाहिँ तपाईँले स्लिप राख्नु होला। राखिसकेपछि तपाईँले सबमिट गर्नु होला र सबमिट गरेर एकछिन वेट गर्नु होला। तपाईँको अकाउन्टमा पैसा आउनेछ। पैसा आइसकेपछि तपाईँले यहाँ चाहिँ आइएमई पर्व दुईटा देख्न सक्नुहुन्छ। त्यसमा चाहिँ तपाईँले जुनमा तपाईँको केवाइसी छ त्यसमा गएर तपाईँले क्लिक गर्नु होला। यहाँ तपाईँको आफ्नो केवाइसी वाला नम्बर राख्नु होला र नम्बर राखिसकेपछि तपाईँले त्यहाँ बाई डिटेलहरू आउनेछ। त्यसमा तपाईँले कसलाई पठाउने भनेर पठाउन सक्नुहुन्छ। यहाँ चाहिँ तपाईँले पर्वको राख्न सक्नुहुन्छ केवाइसी नम्बर। केवाइसी छैन भने तपाईँले नजिकको एजेन्टबाट या फिर कुनै ब्याङ्कमा गएर मतलब फाइनेन्स जस्तै त्यहाँमा केवाइसी गर्न सक्नुहुन्छ र तपाईँले पैसा चाहिँ तुरुन्तै पठाउन सक्नुहुन्छ। 30 मिनटभित्रै नेपालमा पैसा पुग्छ भनेर यहाँ लेखिएको छ, तपाईँ हेर्न सक्नुहुन्छ। र तिनै हो। लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला भिडियोलाई र सब्सक्राइब पनि गर्न नभुल्नु होला।